हाई गाइज वेलकम टु माई युट्युब च्यानल। आज फेरि म नयाँ ब्लग लिएर आएको छु। आज चाहिँ वैशाख 22 गते मेरो मम्मी बाबाको एनिभर्सरी अनि प्लस मेरो मम्मीको बर्थडे पनि हो। तर आज हामी सेलिब्रेट गर्न गइरहेको छौँ होइन। त्यसको लागि यहाँ सेलिब्रेसन हुन्छ। हामी त तयारी गर्दैछौँ। मासु पाको मेरो खसीको मासु, आजको स्पेसल पकौडा अनि यहाँ मटरको सब्जी।
बेलुन फुलाउँदैछु म चाहिँ धेरै बेलुन भरे राति हेर्दै जानु होला कन्टिन्यू हुँदैछ के हुन्छ होइन हजुरलाई एक गर्दै देखाउँछु आजको स्पेसल डिस फुटाउने स्प्रे बेलुनहरू बन्दैछ होइन हामी यहाँ पकाउन आँटेको यहाँ प्याजी रेडी हुँदैछ होइन प्याजीको मिक्सर छ यहाँ यो चाहिँ हामी प्याजी पकाउने होइन अनि यहाँ चाहिँ छोला रेडी भइसक्यो होइन यो चाहिँ छोला हो त्यसपछि यहाँ मासु छ यो चाहिँ मासु हो मासु पनि रेडी भइसकेको छ रेडी भएको अवस्था 24 साल ल सानीमा यहाँ थापा आज 56 वर्ष पुगेकोमा उसलाई जन्मदिनको लाखौं लाख शुभकामना रोग व्याध राम्रो होस् मेरी श्रीमतीको उन्नति प्रगति हुँदै जाओस् रोग व्याधि हरोस् अष्टत्रिञ्जी भगवानले रक्षा राखुन् राम्रो होस् खै फुल यही छ सलाई चाहियो नि किन त्यो क्यान्डल बन पैसा दिनुपर्छ खुसी खै त पैसा पनि खुजरा ना के खान मन लागिसक्यो दुईजना बसेर फोटो खिच्दा त है Happy birthday to you भन्नु न Happy birthday to you Happy birthday to you Happy birthday dear Rama Happy birthday to you ल हेर्नु लगाए बाबाको बाँकी छ लु काट्नु के बाबाको एनिभर्सरी काट्न बाँकी नै छ दुईजना सँगै काट्दा भइगयो त अब केक ल्याएको छ अब यही हो काट्नु न Happy birthday to you Happy birthday to you र आज फेरि सानीमा यहाँको वैवाहिक जीवनको आज उठाउँछ एनिभर्सरी परेकोले आज एनिभर्सरी के गर्छ यार है अयो एनिभर्सरी हो अब चाहिँ गर ह्यापी एनिभर्सरी टु यु आज 33औं एनिभर्सरी हाम्रो वैवाहिक ह्यापी एनिभर्सरी टु भिडियो गर्दैछ भाइ भिडियो ओइ ह्यापी एनिभर्सरी टु फुटाउनलाई पक्नु न च्यातेर फुटाउनै सकेन घुमान सारोले समातेर यहाँ सीन क्रिएट होस् न सीन क्रिएट नभए यो खिचिदिनु न के हो यो भिडियो बनाइदिनु यो पाइपरी बेला मेरो हो र मलाई दिएको तिमीले अब यो मलाई लाइदिनु तपाईको त हो त नि के हो यो ल पाइप फुटा तरो चाहिन्छ तरो फुटाउनु पर्छ हो त्यहाँबाट फुटा न फुटाउन सकेन यसले बर्थडे सकिन्छ खिच्दैन ह्यापी एनिभर्सरी टु यु ह्यापी एनिभर्सरी टु यु के हो ह्यापी एनिभर्सरी टु यु यसलाई उठेलाई ह्यापी एनिभर्सरी टु यु ह्यापी एनिभर्सरी टु यु Happy anniversary to you. Happy anniversary to you. Happy anniversary to you. यहाँ रोजाउँदा अनि कुरा त हामी यहाँ घम्लेर त म यहाँ Happy anniversary.
खिचेको फोटो यहाँ हेर्नु त यहाँ आएर खिच्नु न फोटो लुगोइ गएको थियो ल ल ल अब फोटो खिच्दै फोटो खिच्दियो अब होइन दुईटा ओकेजन सँगै परेको छ होइन भाग्यवश जन्मदिन ठुलो मम्मीको जन्मदिन साथै ठुलो मम्मीको चाहिँ सालगिरह वैवाहिक वर्षगाँठ एकै दिन परेको छ 33औं वैवाहिक वर्षगाँठ सँगै परेकोले होइन सँगै मनाउन पाउने संयोग भएको छ र यो खुसीको क्षणमा हामी छौँ र आज जन्मदिनको केक र वैवाहिक वर्षगाँठको केक हामीले सँगै काटिसकेका छौँ केक चाहिँ काटौँ न पहिले हौ त्योमा जानु त फोटो खिच म भिडियो बनाउँछु ल मलाई फोटो पठानी ल हाम्रो यहाँ सब परिवार काका मम्मी बाबा काकी सबजना हैसिन्छ हाम्रो यहाँ सानो पनि छ हाई भन्दे भाइ अनि आइज नि तसँग बाबालाई खिच्नु बिचमा आइज यो निकाल्नु नि यो पनि तल छ कि मलाई फोटो खिच्नै आउँदैन भन्छ मेरो छोरोले फेरि त आयो राम्रै बाबा एकछिन जान्छ त बाहिर पनि हाम्रो साने मम्मी बाबाको ह्याप्पी एनिभर्सरी टु यु एनिभर्सरी टु ताली बजा ताली ताली ह्याप्पी एनिभर्सरी अहिले चाहिँ काट्नु पर्थ्यो फुटाउनु पर्ने रहेछ भइहाल्यो त तपाईँले पनि खुल्नु गरिसक्नु भयो धेरै नगुल्नु नि मलाई भाइ फोटो खिच है खाएको सानो मुठा ल्याउनु भएको छ कहाँ सक्नु नि साह्रो साह्रो त्यो दाना चाहिँ किन खाएको त्यो दाना नखानु त्यो दाना त सो खाने पनि होइन मिठाई हो सबै रङ लाग्यो आमा स्वास्थ्य राम्रो होस् हैन अर्कोपट्टि टक्कसँग अमेरिका लान पाऊँ दिवे परेन हेर्नु पर्यो परे खै मैले हेरेको चाहिँ छु मैले पनि हेरेको छैन हेर्न अब अर्को पालिदेखि त ए नचल न त तपाईँ पनि मलाई चाहिँ किन रिजल्ट निस्किसक्यो र हिजो निक्ल्यो त हेर भाइ हेर दुइटै बाल्नु ल एकैचोटि नडराउनु केही हुँदैन मान्छेले सोद्धाखेरि चाहिँ एकै दिन बुढाबुढीको एकै दिन बर्थडे रहेछ भनेको ल एक एकवटा ल ह्याप्पी एनिभर्सरी टु यु ल अनि गर्दा पनि खै त ताली म त सोते बोकेर बसिरहेको छु सोते यो त सोते मजाको हुँदो रहेछ है शैलेश भाइ त बोटुका छ त्यो बेला त फुटाइदियो लाग्नु यो झोला थियो त्यो झोला ल्याउनु। सोते राम्रो हुँदो रहेछ यसको त्यो झोला होइन हौ। अहिले राख्नु न अहिले राख्नु न के चाहिँ बोटुका खै त अनि उ त बेला